मजाले हेर्नु कस्तो चोर जस्तो देख्यो मेरो साथी चाहिँ अगाडि बसेको छ सन्ध्या यता हेर न यहाँ चाहिँ छ सन्ध्या आज चाहिँ हाम्रो प्लान चाहिँ खासमा के लाउने थियो राइड ड्रेस लगाउने थियो त्यो बट इट्स सो हट लास्टै गर्मी छ अनि त्यो मखमली चोलो हुन्छ नि त राइड ड्रेसमा त्यही भएर त्यो लाउनु चाहिँ गाह्रो भएर चाहिँ हामीले लाइट अलिक नगर्मी हुन्छ नि त्यस्तो लगायो भने चाहिँ त्यही भएर इग्नोर माई बेट अझै ब्लगर्सहरू अपलोड गर्छु अहिले चाहिँ हामी पुगिसकेको छौँ सन्ध्या बेबी यता हेर्नु गाडीमा बसेर बिकज हाम्रो आउटफिट क्युट है यहीँदेखि मजाले सुन्दैछ टाइममै आइपुगेको छु
कसैलाई नि आएकै छैन के भन्दैछ च्याप्रिङ पाउँदै जाँदैछ राम्ररी ननाचेको है कोही नाच नि भित्र पछि त अब हामी गइरहेको छौँ एक्सप्लोर गर्नु आइडनमा एक्सप्लोर गर्ने हो मैले चाहिँ मेरो बेबीलाई ढाका टोपी अनि हामी तिनैजनाले चाहिँ सिलाङसाङमा किनेको थिएँ अनि यो सिलाङसाङमाको चाहिँ कस्तो छुट्टै भ्यालु हुन्छ क्या हाम्रो राई कम्युनिटीमा चाहिँ सिलाङसाङमा लगायो भने चाहिँ सिलाङसाङमाले चाहिँ मृत्युको बाटो रोक्छ अरे त्यही भएर लगाइन्छ भन्ने मानिन्छ ल यता हेर साइडमा लगाउँछ उभौली हुनुपर्ने उधौली भइदिन्छ उधौलीको उभौली भइदिन्छ नेपालमा जाडो छ चिसो छ त्यस्तो हुन्छ क्या हिमालमा लेखमा मान्छे बस्न सक्दैनन् पशु पन्छी चराचुरुङ्गी बस्न सक्दैनन् उधो झर्छन् त्यसले गर्दा उधौली तर यहाँ चाहिँ गर्मी भएर मऱ्यो माथि माथि चौकी जस्तो लाग्छ उँभो जाने ठाउँ पनि छैन अब उधौली नै भन्नु र उधौली नै हो र हाम्रो पुर्खौली थलोको हिसाबले हाम्रा पुर्खाहरूले सयौँ हजारौँ वर्षदेखि अभ्यास गरेर ल्याएको उधौली उभौली पर्व र यो उधौली अहिले नेपालमा विन्टर लागेको छ उधौली पर्व लागेको छ यसलाई हाम्रा किराँतजन्य संस्थाहरूले किराँतजन्य जातिहरूले भन्छ भने राईहरूले साकेला उधौली याक्खाहरूले चासुवा भन्छ भने सुनुवारले फोल्स्यादर भन्छ हाम्रा विविध भाषा किराँतीहरूको आफ्नो आफ्नो भाषा छ र आफ्नो आफ्नै परिभाषा छ तर यो चाडको मूल मर्म भने एउटै छ यो महिना अब हामी यहाँ टिकट लिएर यो चाहिँ हाम्रो टिकट वान खानको लागि अनि यो चाहिँ यहाँ स्टलहरू लागेको छ यसरी हामी चाहिँ लाइनमा छु ओए लिदेऊ ल त म बनाइदिन्छु मेरो अगाडि बस्ने लाइनमा उभिनुहुने नानाले चाहिँ पैसाको त्यो उयो गर्ने पे गर्ने बिर्सिनु भएछ नि त अनि मैले ठाउँ रोकिदिँदै थिएँ खानाको लागि पालो हाम्रो पालो आएको छ खानाको लागि सोचे कति माया लाग्दो देखेको
Someone it away and sorry. के लिएर आयो छ्याङ रोटी आलुदम चना ल हिँड बस्ने ठाउँ चाहिँ खोज अब भुइँतानी बसौँ है उसलाई यस्तो भन्न मन पऱ्यो कि जमानाबाट बसौँ है बस्नु त पाउँदैन यता हेर आउनुहोस् न लिनुहोस् न हुँदैन नि हुँदैन हुँदैन है लिनुहुन्न हुँदैन है लिनुहुन्न ल जाउँ जाउँ हेर्न भुइँतानी बस्ने है हामी चाहिँ अहिले अब खाना लाग्यो हाम्रो खानेकुरा हेर्नुहोस् लिनुहोस् न हुँदैन है लिनुहोस् न नौटङ्की पो अरे मलाई त अहिले चाहिँ हामी खानु गइरहेको छौँ सन्ध्या कस्तो राम्रो आएको है यो साइडमा अघि मैले यता साइडबाट कस्तो राम्रो देखेको फोटो खिचेको चल त अँधेरो आयो यता आउँदैन यता कति राम्रो मेरो यहाँ साइडबाट खिच्दो अहिले मेरो खिच्दो न यो साइडमा एउटा अहिले अन्त खुवाइ त मजा छ त हौ तपाईँको सबै सकायो मान्छेले हो त्यसरी खाने पर्छ खानेकुरा वेस्ट गर्नु हुँदैन यहाँ ढाका टोपी नयाँ ढाका टोपी लगाएर मान्छे हो भएको अरे हो लाउनु हौ अब चाहिँ हामी हाम्रो चाहिँ दुईजनाकै नाइट सिफ्ट थियो नि त अनि छिट्टो फर्किनु पर्यो के विभिन्न जात जातिका छौँ सबैलाई मेरो व्यक्तिगत तर्फबाट म नमस्कार गर्न चाहन्छु धन्यवाद नमस्कार अब चाहिँ हामीहरू घर जाँदैछौँ किनभने मेरो नाइट ड्युटी छ उसको पनि काम छ नाइट सिफ्ट अनि मेरो चाहिँ भोलि बिहान छ उसको चाहिँ बिहान छ अनि मजा आयो जे होस् है रमाइलो भयो चाँडै आएर सबै हेरेर पाइयो रमाइलो भयो कस्तो लाग्यो त साकेला अब साकेलाको मिनिङ बुझ्यौ नि तिमीले यस किन मनाउँदो रहेछ लगाउनु त उधौली सबै बुझ्यो देशका प्रेसिडेन्ट वर्तमान प्रेसिडेन्ट आइपुग्नु भएको छ हामी चाहिँ पानीले भिजेर तिनजना भिजाउनु भयो अहिले स्टेसन पुगौँ न अहिले छिटो दौडेर जानुहुन्छ नि त
ट्रेन नजिकै छ पानीले भिजेर हामी चाहिँ यसो गरेर हिँड्दैछौँ कत्रो ठुलो पानी पऱ्यो है अचानक छाता पनि के पनि यो मान्छे क्यामेराबाट कस्तो राम्रो आउँछ है यहाँबाट भ्लग बनाऊ त्यो बनाएको याद छ तिमीलाई आगे पछि यही त अनि मेरो त्यो खसेको हराएको फुली खोज त बा भेटिन्छ कि चाहिँ आगे आगे हिँड्दैछ कस्तो राम्रो छ क्या यो ठाउँ बेलुका राम्रो देखेको थियो नि खसेको हो क्या यो ठाउँ चाहिँ कस्तो राम्रो छ अनि यहाँ हामी भिडियो बनाउँदै थियौँ अनि चाहिँ उसले चाहिँ नाकै सुन हराएछ सुन होइन जे हो भने कलर त गोल्डन नै थियो नि त्यो मान्छे त खुसी भयो होला है भेटाउने मान्छे सुन भनेर तर केटा दिन हराएमा डर छैन सुन भन्दा कम छैन धन अहिले च्यादरको काम गर्यो ओ माई गड कस्तो गर्मी स्टेसन चाहिँ नजिकै रहेछ तर हामीले त्यतिखेर त कति टाढा जस्तो लागेको थियो है किनभने हामी फर्स्ट टाइम पनि हो अनि थाहै थिएन बाटो अनि त्यहाँदेखि उयो टिकटक भिडियोहरू बनाउँदै थियौँ हामी आज चाहिँ मिस्टर नन्चलानजी सुब्बा साहेब भर्जन 2 हुनुहुन्छ त्यही भएर चाहिँ बनाउनु त होइन पानी पर्दै थाहा छैन ओडा मम्मीहरूले भन्दै नि पानी पऱ्यो भने त्यो केटाहरूले हामीलाई जिस्काएको ऊ यहाँनिर याद छ तिमीलाई यो मान्छे त केही पनि बनाउने बेलामा धन्न तेरो चाहिँ याद रहेछ तिम्रो फोनै ओ त्यहाँनिर त्यो केटाले ऊ यहाँनिर जिस्काएको थियो क्या यो पिजीको भेटाइन्छ किनभने हामी 2 जना मात्रै थियौँ नि त त्यहाँनिर चाहिँ अनि है सन्ध्या 2 जना मात्रै थियौँ अँधेरो थियो है त्यतिखेर कस्तो मिठो स्मेल क्या यो माटोको मनपर्छ मजा लाग्छ चाहिँ खानु मन लाग्छ अनि के भन्दै थियो भने यहाँनिर जिस्काएको क्या हामी 2 जनालाई चाहिँ के भन्दै गर्दै थियो नि हामी त डरले यहाँ बसेर भिडियो बनाउँदै थियौँ त्यहाँ बसेर भिडियो बनाउँदै थियौँ अनि हाम्रो चाहिँ जिस्काएर डर लागेर अनि हामी माथि गएर बसेको त याद छ तिमीलाई माथि पनि हामीले कति धेरै टिकटक बनाएको थियो त्यो घुमेको वाला अस्ति मैले भर्खर अपलोड गरेँ एउटा सर्कुलर के गरेँ रमाइलो भएको थियो हिँड्नु चाहिँ गाह्रो हुने रहेछ कन्टिन्यू हो कपाल भुत जस्तो भएछ कपाल हामी मन्जुलीको राइनी मन्जुलीको हामीले चाहिँ यो किनेको के भन्छ यसलाई यसको नाम के अरे साडी टिक्यो नि त यसको नाम के अरे सिलाङसाङमा कस्तो राम्रो क्युट 3 जनाले नै लिएको मेरो चाहिँ पिङ्कमा सुचित्राको चाहिँ ग्रिनमा ग्रिन हो र यो ग्रिन हो यो कुन ग्रिन हो आइडन हाम्रो ट्रेन चाहिँ 18 मिनट्स डिले थियो नि त अनि हामी चाहिँ ट्रेन पर्खिरहेको थियो अनि बाई बाई आजको भिडियो चाहिँ यति नै थ्याङ्क यू फर वाचिङ प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब भएकोको जति सबै गरिदिनु होला बाई बाई सी यु इन द नेक्स्ट भ्लग